अब परदेशमा आएर पनि यस्तो दृश्यहरू देख्दाखेरि मनै फुरुङ्ग भएर आउँछ। हेर्नुहोस्, गौतम बुद्धका मूर्तिहरू एकदमै सजाएर बेच्नलाई राखिएको छ। 1998 मा 1.6 बिलियन खर्च गरेर बनाइएको यो होटलमा 1 लाख स्क्वायर फिट भन्दा धेरैको ग्याम्बलिङ गर्ने एरिया रहेको छ र यो डिलमा तपाईँको ब्ल्याकस्टोनले $4.25 बिलियन मा यो बेलाजियोलाई किनेको छ। नमस्कार साथीहरू, विभिन्न ठाउँहरू घुमाउने क्रममा आज हामी देखाउँदैछौँ तपाईँलाई बेलाजियो होटल एन्ड कसिनो, जुन चाहिँ लस भेगसमा रहेको छ। लस भेगस एउटा जुवाडेहरूको तपाईँको रमाइलो गर्ने सिटी हो। यो सिटीमा रहेका विभिन्न होटलहरूमध्ये बेलाजियो होटलमा रहेको यो बोटानिकल गार्डन एकदमै अट्र्याक्टिभ छ। बेलाजियो होटल 1998 मा निर्माण भएको हो र यसमा 3933 वटा रुमहरू रहेका छन्। यसको अगाडि एकदमै ब्युटिफुल वाटर फाउन्टेन सो पनि रहेको छ, जुन चाहिँ एभ्री नाइट हरेक 15 मिनटमा र उज्यालोको समयमा हरेक आधी घन्टामा हुने गर्दछ। यो बोटानिकल गार्डनमा हरेक सिजनमा डेकोरेसनहरू भएका हुन्छन्। यो चाहिँ वर्ल्ड क्लास डिजाइनरले डेकोरेसन गर्ने हो। यसको समरमा समरको डेकोरेसन, स्प्रिङमा स्प्रिङको डेकोरेसन, विन्टरमा विन्टरको डेकोरेसन र फलमा फलको डेकोरेसन हुने गर्दछ, जुन चाहिँ एकदमै अट्र्याक्टिभ र भेगसको एउटा हिडन जेम जस्तो हो। यो तपाईँ लस भेगस आउनुभएको बेला कृपया नछुटाउनुहोला।
अब परदेशमा आएर पनि यस्तो दृश्यहरू देख्दाखेरि मनै फुरुङ्ग भएर आउँछ। हेर्नुहोस्, गौतम बुद्धका मूर्तिहरू एकदमै सजाएर बेच्नलाई राखिएको छ। यो हेर्दाखेरि लाग्छ कि मतलब नेपालको गौतम बुद्धको बुद्धिज्मको कति धेरै महत्त्व छ, कस्तो मजाले यसलाई चाहिँ तपाईँले सजाएर राखिएको छ, प्राथमिकताको साथमा राखिएको छ। यो सँगसँगै तपाईँको लाफिङ बुद्धहरू चाइनिज मान्छेहरूले एकदमै बिलिभ गर्ने होइन, यिनीहरू यो ग्याम्बल गर्न भेगस आएको बेलामा यो लाफिङ बुद्धको भुँडीमा यस्तो हँसाए भने पनि तपाईँको धेरै लकी हुन्छ ग्याम्बलिङ गर्दाखेरि भन्ने उनीहरूलाई बिलिभ छ होइन। अनि त्यो हामीले तपाईँको घरमा लाफिङ बुद्धहरू राख्यो या फेरि आफ्नो राइट साइडमा पर्ने गरी राख्यो भने त्यो पनि एकदमै लकी हुन्छ भनेर यिनीहरूले बिलिभ गर्छ। अनि मतलब अब त्यो बिलिभ गर्छ पनि, अनि त्यो कति त मेल पनि खान्छ। उनीहरूले त्यो अनुसार तपाईँको स्ट्राटेजिज युज गरेर ग्याम्बल गर्छ, कतिले विन गर्छ, कतिले लुज गर्छ। यो लस भेगस तपाईँको सिटीमा ग्याम्बल गर्ने, लुज गर्ने, विन गर्ने क्रमहरू चलिरहेको हुन्छ। तर यस्तो राम्रो दृश्यहरू यो गार्डनमा देख्न पाइन्छ। कृपया यो गार्डन तपाईँले नछुटाउनु होला। सय 1998 मा 1.6 बिलियन खर्च गरेर बनाइएको यो होटलमा 1 लाख स्क्वायर फिट भन्दा धेरैको ग्याम्बलिङ गर्ने एरिया रहेको छ। यसमा रहेको ओ भन्ने सो जुन चाहिँ सर्क डु सोलेil सो हो, त्यो चाहिँ एकदमै राम्रो सो छ, जसमा तपाईको 2000 हाराहारीमा बस्न मिल्ने गरीको थिएटर छ,
र ओ भनेको सर्क डु सोलेil सो जुन चाहिँ तपाईँको पानीमा सर्क डु सोलेil सो गर्छन्। एकदमै राम्रो सो, लस भेगसको एउटा एकदम आकर्षक सो मध्येको एक हो। यो वाटर सो पनि तपाईँले नछुटाउनु होला लस भेगस आएको बेलामा। यो सँगसँगै यो होटललाई तपाईँको MGM यो 1998 मा जसले बनायो उसको नाम हो स्टिभ विन। स्टिभ विन चाहिँ लस भेगस को एउटा निर्माता मध्येको मुख्य मान्छे हो। उसले पछि यो होटल MGM रिजोर्टलाई बेच्यो र MGM रिजोर्टले अहिले रिसेसनको कारणले, अहिले यो कोभिडको कारणले एकदमै बिजनेस घटेको कारणले यो होटल चाहिँ भर्खरै अघिल्लो वर्ष मात्रै तपाईँको ब्ल्याक स्टोन कम्पनीलाई बेचेको छ। यो होटल MGMले अझै पनि लिज ब्याक गरेरै चलाउने हो, तर ओनर चाहिँ अब तपाईँको ब्ल्याक स्टोन कम्पनी भएको छ। र यो डिलमा तपाईँको ब्ल्याक स्टोनले $4.25 बिलियन यो बेलाजियोलाई किनेको छ। सिजर्स माफ गर्नु होला, MGM रिजोर्टले यो वर्ष नै आरिया पनि बेच्यो र आरिया र यो बेलाजियो बेचेर उसले कस्मोपोलिटन भन्ने म्यारियट प्रपर्टी एक्वायर गरेको छ। कस्मोपोलिटन तपाईँको 2010-11 को हाराहारीमा बनेको होटल हो। यो बेलाजियो 1998 मा बनेको भने तपाईँको 2010-11 मा बनेको होटल कस्मोपोलिटन नयाँ होटल MGMले एक्वायर गरेर यो बेलाजियो तपाईँको अलिकति ओल्ड होटललाई उसले चाहिँ सेल गरेको छ। र यो भयो भेगसको केही गन्थनको कुराहरू। कृपया लस भेगस आएको बेला यो ठाउँ अवश्य पनि घुम्नु होला, यो ठाउँ अवश्य पनि हेर्नु होला। तपाईँ लस भेगस जब आउनुहुन्छ र ग्याम्बल गर्नुहुन्छ भने एकदमै रेस्पोन्सिबल भएर ग्याम्बल गर्नु होला। तपाईँ जुन चाहिँ पैसा लुज गर्ने विचारमा हुनुहुन्छ त्यो मात्रै पैसाहरू ग्याम्बल गर्नु होला। र ह्याभ लट्स अफ फन हियर गाइज।